घर चाहिँ भयो सुत्न सक्नुहुन्छ। वेलकम ब्याक टु माई एपिसोड गाइज। सबैजना सन्चै हुन्छ होला। सो म पनि सन्चै छु अनि आज चाहिँ हामी भूत भएको घरमा जाँदैछौँ। सो हजुरहरूलाई देखाउन जाँदैछौँ र हामी दुईजना साथीहरू छौँ र हामीले खाजा पनि लिएर ट्यागको भूत भएको घरमा गएर चाहिँ हामी खानेवाला छौँ। सो हजुरहरूलाई ल बाटोमा गएर हामी भेट्ने समय गाइज। अलराइट, सब हामी चाहिँ अब जाँदैछौँ, देख्न सक्नुहुन्छ र यहाँबाट देखिने भ्यूहरू म देखाउन गइरहेको छु र मेरो साथी र म छौँ र सो गाइज हामी चाहिँ हजुरहरूलाई देखाउँछौँ है त, सबै देखाउँछौँ। सो हजुरहरूले चाहिँ भिडियो राम्रोसँग हेर्नु होला है त। ल सो गाइज हामी चाहिँ अब जाँदैछौँ, भ्लग बनाउँदैछौँ। सो गाइज त्यही नै हो र यो पुल चाहिँ धेरै राम्रो हो अनि यो पुल चाहिँ धेरै वर्ष भइसक्यो अनि उता नयाँ पुल पनि छ गाइज, उता नयाँ पुल पनि छ अनि खोलामा नुहाउने मान्छेहरू चाहिँ धेरै नै छ। सो यतातिर मान्छेहरू धेरै छ गाइज, गाईहरूलाई पनि यत्तिकै राखिरहेको छ, देख्न सक्नुहुन्छ। नुहाउने मान्छेहरू चाहिँ इनफ छ गाइज, हजुरहरूले देख्न सक्नुहुन्छ। सो देखिरहनु भयो होला नि होइन, मेरो हातले चाहिँ यता समातिरहेको छ। सो गाइज त्यही नै हो है। अब हामी चाहिँ जाँदैछौँ गाइज, उकालो बाटो हो। हामी चाहिँ माथि हो कि भूत घरमा गएर हामी चाहिँ खाजा खानेछौँ है, हजुरहरूले देख्न सक्नुहुन्छ। सो गाइज त्यही नै हो। अब भ्लग चाहिँ हेर्न नबिर्सिनु होला, कस्तो आएर राम्रो आएर होला नि होइन। बनाउँदैछु। सो अगाडि हिँडिरहेको मेरो साथी चाहिँ देख्न सक्नुहुन्छ गाइज। आई होप सबैजनाले मेरो भिडियोलाई हेरेर माया गरिदिनु हुन्छ र एकदमै त्यहाँ माथि गएर चाहिँ भूत छ कि एकदम होइन, भूत घर छ अनि त्यहाँ चाहिँ कोही पनि बस्दैन, जङ्गलको बिचमा घर छ गाइस। हजुरहरूलाई चाहिँ म देखाउँदैछु है। हामी चाहिँ पुल क्रस गरिसकेको छौँ, देख्न सक्नुहुन्छ। के अरे त्यहाँ मान्छेहरू पनि कतिलाई त भूतले तर्साइसक्यो, बाघहरू पनि आउँछ। सो हामीले चाहिँ पुल क्रस गरिसकेको छ गाइस। अब हामी हिँड्दैछौँ माथि उकालो बाटो र आमाहरूले चाहिँ घाँस ल्याइराख्नु पऱ्यो क्या माथि चाहिँ। अनि यहाँ चाहिँ जङ्गलै छ कि, अनि जङ्गलमा चाहिँ भूत घर हुन्छ नि त। अब भूत घरमा हामी जाँदैछौँ। सो आइएम भेरी एक्साइटेड एन्ड आई होप सबैजनाले माया गरेर भिडियोलाई चाहिँ हेर्नु है, यिनसम्म हेर्नु है त कस्तो हुन्छ है। अब हामी चाहिँ उक्लिँदैछौँ। सो गाइस देख्न सक्नुहुन्छ यतातिर चाहिँ यस्तो छ है, ट्याक्क भ्यू चाहिँ देख्न सक्नुहुन्छ। हामी चाहिँ माथि उक्लिँदैछौँ। सो हल्का फास्टै जानुपर्छ। हजुरहरूलाई चाहिँ हामी माथि गएर देखाउँछौँ र त्यहाँ चाहिँ डेन्जर छ कि, भूत घर नै हो त्यो चाहिँ, कोही पनि बस्दैन। सो अनि लाइक अब दुईवटा गाउँघरमा त बारताली जस्तो हुन्छ नि त। सो बारताली छ अनि बारतालीमा चाहिँ त्यहाँ अजिब कुराहरू छ। सो देख्न सक्नुहुन्छ। हामी चाहिँ माथि गएर हजुरहरूलाई भेट्छौँ है। यहाँबाट देखिने भ्यू चाहिँ डेन्जरै देखिन्छ गाइस। अनि हामीले चाहिँ यहाँ के छ भन्दाखेरि हजुरहरूलाई माथि नै गएर सरप्राइज गर्छौँ है त। सो देख्न सक्नुहुन्छ भ्यू, लुक एट द भ्यू। सो चेक गर्नु गाइस। यहाँबाट एउटा भ्यू चाहिँ म कपाल देखेको छु अनि गाइस हामी चाहिँ आइसकेको छौँ। अब 5 मिनटहरू धेरै छैन, 5 मिनटमा चाहिँ पुगिन्छ होला। अब हामी 5 मिनटमा चाहिँ पुगिन्छ अनि हजुरहरूलाई भूत घर देखाउन गइरहेको छौँ हामी चाहिँ गाइस। सो साथी चाहिँ अगाडि हिँडिरहेको छ। सो गाइस हामी चाहिँ अब चढ्दैछौँ है त, यो बाटो चाहिँ चढ्छौँ हामी चाहिँ। यतापट्टि अलिक राम्रो आएको छैन ल, दिस इज नेचुरल है, प्राकृतिकले दिएको हो यो हरियालीहरू चाहिँ। सो अनि गर्मी भइसक्यो गाइस, म चाहिँ कपडा खोल्छु, डन्ट माइन्ड है। निबुवाहरू
हजुरहरूले देख्न सक्नुहुन्छ भ्यू चेक गर्न सक्नुहुन्छ गाइज मलाई चाहिँ चेक नगर्नु भ्यूलाई चाहिँ चेक गर्नु है त किन भन्दाखेरि म त कालो छु मलाई देखेको छैन सो गाइज त्यही नै त हो होइन हामी चाहिँ रातो माटो हिँड्दैछौँ हिलो पनि छ बाटो है त देख्न सक्नुहुन्छ कस्तो बाटो हामी हिँड्दा जङ्गलको बाटो अब भूत घर चाहिँ आउन लागिसकेको अवस्था सो गाइज अब हामी चाहिँ त्यहाँ भूत घरमा जाँदैछौँ हजुरहरूलाई देखाउन जाँदैछौँ गाइज अब भूत घर आउँदैछ है भूत घर आउँदैछ अब आइहाल्छ एकछिनमा सो साथी र म चाहिँ हिँडिरहेको यता ओइ धन्दै लडेर हो गेट भएको ब्लक बन्द हुन्छ गाइस ल हेर्न सक्नुहुन्छ भ्यू चाहिँ गाई चाहिँ हामी हजुरहरूलाई माथि गएर पनि देखाउँछौँ भ्यू र चिप्लो पनि सिधा सेट बाटो चाहिँ फेरि खतरनाक छ किन भन्दाखेरि चिप्लो चिप्लो छ नि त चिप्लोमा त अनि लड्यो भने चाहिँ जाऊ हुन्छ पानी नि आएछ यो गाउँमा चाहिँ घर कताबाट छ भन्दाखेरि जम्मा 2टा छ होला हामी त्यही पनि देखाउँछौँ हजुरहरूलाई सो हेर्दै गर्नु न भिडियो होइन के कस्तो लाग्छ हजुरहरूलाई अब गाह्रो भइसक्यो उकालो हिँड्दा हिँड्दा यति दुःख मैले कसलाई गरेको हजुरहरूको लागि गरेको सो गाइज हजुरहरूले माया गरिदिनु होला सो धेरै दुःख हुन्छ नि त होइन यस्तो हो कि बाटो म हजुरहरूलाई म अगाडिको बाटो पनि देखाउँछु है सो गाइज अगाडिको बाटोको चाहिँ हालत देख्न सक्नुहुन्छ गाइज सो अघिनेबाट हामी चढेर आएको चाहिँ यताबाट हो र चप्पल लाग्यो झन् चिप्लो भएछ यस्तो हो देख्न सक्नुहुन्छ यो चाहिँ पोखराको भ्यू है त ल गाइज चेक गर्नु होला ल ल यो नै हो उता यतादेखिबाट यतासम्म हिमाल छ गाइज हजुरहरूले नोटिस गर्नुभएको छ होला नि उहाँबाट देखिछ नि म हजुरहरूलाई देखाउँछु है त भूत आइसक्यो जस्तो छ है गाइज यहाँ के भयो भर्खरै होइन ढुङ्गा हानेर जस्तो माथिबाट सो यहाँ चाहिँ हल्का डल्लाउने ठाउँ छ ल हेर्नु है त बाटो चाहिँ बन्दै रहेछ सो हिलो यार गाइज हिलो पानी दिस इज नेचुरल वाटर गाइज सो देख्न सक्नुहुन्छ हामी चाहिँ आइसकेको छौँ बब्बाले देखिन्छ है भ्यू चाहिँ गाइज हामी चाहिँ अहिले धेरै नै माथि आइसक्यौँ उहाँ तल्लोदेखिबाट आएको गाइस अनि यत्रो बाटो उक्लिँदा आइसक्यौँ हामी माथि सो माथिबाट चाहिँ यहाँबाट देखेको चाहिँ यो चाहिँ गण्डकी युनिभर्सिटी हो है अनि पोखरा युनिभर्सिटी चाहिँ उता यो चाहिँ पोखराको बजार सबै देखिन्छ यहाँदेखि चिने जस्तो लाग्छ कि अब युट्युबमा गएर हेर्नु है हामीले फ्यान पनि भेटिसक्यौँ गाइस हाम्रो घरतिरको दिदीहरू ए साधन सुनार फोबो छ है ब्लग आउँछ बेलुका हेर्नु हामी चाहिँ आइसक्यौँ गाइस बाटो जस्तो है ढुङ्गा छ ल अनि अब हामी गएर चाहिँ यो चाहिँ सुन्तलाको बुटो हो सुन्तलाको बुटोमा चाहिँ के छैन यो चाहिँ कस्तो घर हो हामीलाई थाहा नै छैन गाइस भूत आउँछ भनेर आएको थियो हामी साथीहरूले सो देख्न सक्नुहुन्छ सो घर त चापी लाएर रहेछ अब ढोका खोल्ने कुरो चाहिँ हुन्न गाइस है त सो जङ्गल छ त्यसै सो गाइस बन्द गरिदिउँ ल सो गाइस हामी चाहिँ यहाँ भूत घरमा आइसकेको छौँ र देख्न सक्नुहुन्छ यो घरमा चाहिँ राति चाहिँ डेन्जरै तर्साउँछ सो अहिले चाहिँ कति बज्यो 3 बजेर 15 मिनट गयो त्यही भएर हामी चाहिँ अलिक छिटो आएको सो देख्न सक्नुहुन्छ आइज हेर्न गइरहेको छौँ सो देख्न सक्नुहुन्छ तर अरूको ढोका छ आइज न मोबाइल छिरा न भित्र छिरा हो आदि देखाएँ यस्तो छड्के देखाएँ माथि माथिको हालत यो चाहिँ गाउँघरको घर हो भूत हुन्छ चाहिँ अब चरक्क मौल खसे जस्तो खाएर तल ल
गाइस अब हामी चाहिँ अब ल यता त्यहाँ अब यता नभन्न सो गाइस अब हामी चाहिँ अब यहाँ बसेर खाजा खान्छौँ सो खाजामा चाहिँ के हजुरहरूलाई देखाउनु गइरहेको छौँ सो खाजा खान गइरहेको छौँ र खाजामा के छ हजुरहरूलाई देखाउनु गइरहेको छौँ है त ल यता खाजामा देखाएँ फ्रुटी रहेको छ सो यो फ्रुटी चाहिँ दियो है र दुईवटा फ्रुटी रहेको छ हामी दुईजना साथीहरू छौँ बुध घरमा आएर यता बुध घरमा आएर चाहिँ हामीले खाजा खान लागेको छौँ है त सो गाइस देख्न सक्नुहुन्छ सो यहाँभित्र चाहिँ के छ त ल के छ गाइस सो गेज गर्नु है त ल यो खोलिँदैन त ओहो यसलाई छोडिदिन्छु म एकछिन सो यो चाहिँ चटनी रहेको छ चटनी सस रहेको छ सो देख्न सक्नुहुन्छ अनि हामी चाहिँ माथि धेरै माथि आइसकेको छौँ त्यो भएर थकेर पनि लागेको छ सो गाइस होइन अनि हामीले चाहिँ फ्रुटी खाने भनेको इनर्जी ड्रिङ्क सो अब के भन्ने अरू त छैन है अनि यता नि रहेको छ र अब म यता यसलाई चाहिँ खोल्ने स्टाइल चाहिँ यस्तो हुनसक्छ सो गाइस यसरी खोलेर चाहिँ यहाँभित्र के खान गइरहेको छौँ हामी हजुरहरूलाई देखाउँछौँ है त सो गाइस कसले बाँधिदिएको टाइट बाँधेको छ यस्तो गर्दै खोलेर सो गाइस ल हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हामीले चाहिँ देख्यो ल यता देखा सो गाइस हामीले चाहिँ मोमो चाउमिन मगाएको ढोका खोल्दैछ त त्यहाँ ढोका खोलेर जाने सो अल राइट गाइस हामीले खाजा खाएर भइसकेको छौँ सो अब हामी चाहिँ यो घरमा चाहिँ भिजिट गर्न आएको थियौँ यो घर चाहिँ बुध घर हो सो देख्न सक्नुहुन्छ किन भन्दाखेरि यहाँ कोही पनि छैन र यहाँ चाहिँ राति चाहिँ अनि एकदमै होइन तर्साउने हुन्छ सो अनि यता तल चाहिँ अनि धेरै भ्यूहरू छ अब हामी चाहिँ यहाँबाट निस्किसक्छौँ सो गाइस अब माथि जान माथि ब्लक मिठो सब देखाएको छ म कस्तो देखाएको है कस्तो देख्यो राम्रो देख्यो सो गाइस अब हामी चाहिँ गाउँ घरमा भिजिट गरिरहेको छौँ र यहाँ चाहिँ चराचुरुङ्गीको आवाजहरू अनि यहाँबाट चाहिँ एकदमै होइन शीतल हावा आइरहेको छ र अलिअलि गर्मी पनि भएछ उकालो चढेर सो अब हामी चाहिँ जङ्गलको बाटो यसरी जान्छौँ सो गाइस कमन यहाँबाट लडेको पनि भिडियो होइन गाइस यो चाहिँ लड्यो है ए सो गाइस चिप्लो रहेछ है ल बाटो जस्तो छ हेर्नुहोस् यहीँ अल्झेर लो बाटो आफैले बनाउँदै हिँड्दैछौँ हामी चाहिँ सो गाइस हामी चाहिँ अब गाउँघर भिजिट गर्दैछौँ देख्न सक्नुहुन्छ र मेरो साथी पछाडि छ र म चाहिँ यता छु सो गाइस अनि यताबाट देखिने भ्यू चाहिँ सो अघि नै हजुरहरूले हेरिसक्नु भयो होला आई होप सबैलाई राम्रै लाग्यो होला सो गाइस अब के गर्ने यस्तै छ हामी चाहिँ यहाँ चाहिँ लगभग धेरै पुरानो ठाउँ हो यो कुन हिमालहरू यतापट्टि देखेको चाहिँ उहाँ देखेको यताको के यताको उताको ल ओके छ त अब हामी चाहिँ यहाँबाट निस्किनु पर्छ गाइस सो गाइस अब चाहिँ हामी यहाँबाट झरिसकेको छौँ चिप्लो छ है अब क्यामेरा हेर्ने अब यता आफै केयर गर्ने भन्नेमा भर पर्छ सो गाइस ढुङ्गाहरू चिप्लो रहेछ रातो माटो यहाँबाट लड्यो भने त फेरि एकैचोटि कहाँ पुग्छ थाहा ल हेर्नु त गाइस कहाँ पुग्छ होला लड्यो भने तल पुग्छ चिप्लेर अब हामी तल घर झर्नुपर्ने हुन्छ किन भन्दाखेरि अब यहाँ राति धेरै बस्यो भने चाहिँ तर्साउने दिन्छ सक्छ आई डोन्ट लाइक तर्साउने दियो भने त फेरि हामीलाई
मम्मीहरूले किन गर्छिस् तिमीहरू त्यहाँ भन्नुहुन्छ नि त गाइज हामी चाहिँ अहिले तल झर्दैछौँ सो अब यहाँ हेर्न सक्नुहुन्छ साथीको पारा साथी चढेर चाहिँ माथिको भ्यू यत्रो हुन पाएन ढाड्दै खान्छ तर काम गर्छ नि त होइन ल लास्टसम्म त म चढ्छु डर दुखिरहेको भिडियो बनाइराखेको राइट गाइज हामी चाहिँ घुमेर भिजिट गरेर आइसकेको छौँ सो गाउँतिर गएर र हजुरहरूलाई यदि मन परेमा लाइक कमेन्ट गर्न नबिर्सिनु होला र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त ल टेक केयर